हेलो नमस्ते साथीहरू। यो बाहुनले कति यो नाइफै मात्र लिएर आयो भन्नुहुन्छ होला। मसँग नाइफ चाहिँ नि खालको स्टाइलको सानोदेखि लगेर ठुलो धेरै प्रकारको छ। फेरि अर्को यो ड्रिम रिच नाइफ भन्ने आइसकेको छ। यहाँ हेर्नुहोस् है, दामीसँगको यही राख्ने भएको है, चट्टसँगले। अब म तपाईँहरूलाई देखाउँदैछु है त। ल, बाहुनकोमा नाइफ चाहिँ नि खालको स्टाइलको दामी छ। यहाँ हेर्नुहोस्, काठको समाउने भएको एकदम स्टाइलको। हेर्नुहोस् कति टाइम लगाएर कति मेहनत गरेर बनाएको होला यो जिनिस। हेर्नु त माल। अब म यहाँ फेरि डोजर काटेर देखाउँदैछु है त। ल हेर्नुहोस् है, यो चाहिँ यसो सेफ नाइफ अरे क्या यो चाहिँ है। यो चाहिँ जिनिस चाहिँ एकदम कडा छ है साथीभाइ। यहाँ हेर्नुहोस्, देख्नुभयो नि, मासु त यस्तो मजाले ल्याम्मा काट्छ क्या। एकदम केयरफुल भएर काट्नु होला, किनभने एकदम लाग्ने छ नि त यो है। त भए पछाडि एकदम जोगिएर काम गर्नु होला। र तपाईँहरूलाई चाहिन्छ भने साथीहरू म तल लिङ्क राखिदिन्छु है, लिन सक्नुहुन्छ। अथवा कसैलाई किनेर गिफ्ट पनि दिन सक्नुहुन्छ। र मैले अघि भने जस्तै मसँग नाइफहरू चाहिँ विभिन्न खालको, सानो ठुलोदेखि लगेर मासु काट्नेदेखि लगेर हड्डी काट्ने होइन, जस्तो भनौँ त्यस्तै छ है त। ल साथीभाइ हो, चट्ट यसो लिने काम पनि गरौँ है साथीभाइ। खोइ कोही किन्दैन त यार, के हो यार। यसो एक दुईवटा यसो किन्नु न यार, खालि त्यतिकै यसो पठान सिधै पठान मात्रै भन्छन्। अनि कहाँ हुन्छ यार, त्यस्तो पाराले हुँदैन नि त यार है। हस्, धन्यवाद।